छोरी मान्छेको दुश्मन छोरी मान्छे नै हुन्छ भन्ने डाइलेक्ट चाहिँ सुन्यो क्या आज। यो डाइलेक्ट चाहिँ गौँथली मुभीको। अनि यो गौँथली मुभी चाहिँ मलाई कति धेरै हेर्न मन लाग्थ्यो क्या। यसको ट्रेलर हेरेर यसको रिभ्यू पनि राम्रो राम्रो आइरहेको थियो। अनि त्यही हुनाले म आज जाँदैछु गौँथली मुभी हेर्न। अब घरमा दुई दुईवटा बच्चा भएको हुनाले एउटालाई लिने र एउटालाई घरमा छोड्ने कुरा भयो। अनि मैले एउटा ठुलेलाई उठाएर लगेँ। अब सानोलाई के लिनु होइन, सानो घरमै बस्छ, अलिक सानो सानै हुन्छ नि त ठुलोभन्दा भनेर नि हामी चाहिँ लाग्यौँ फिल्म हेर्न। फिल्म हेर्न गएको, फिल्म चाहिँ स्टार्ट भइसकेको रहेछ होइन। जतिबाट सुरु भएको थियो त्यतिबाट हेरेको, ओ माई गड, एक सेकेन्ड पनि बोरिङ भएन कि फिल्म हेर्दा चाहिँ। एकदमै राम्रो होइन फिल्म चाहिँ। त्यसपछि इन्टरभल भयो, अनि इन्टरभलमा हामी स्न्याक्स लिन आएको। त्यहाँ त यति भिड थियो, टाइमै थिएन कि अनि लिने चाहिँ। अनि लिँदा लिँदा यति टाइम गइसक्यो कि भित्र चाहिँ फिल्म स्टार्ट भइसकेछ। अनि हामी हतार हतार गयौँ। अनि उसको बाबाले पछि ल्याइदिनु भएको थियो कि रिउलाई खानालाई। अनि रिउ निबु पनि एकदमै खुसी भएको थियो होइन। उसलाई पनि फर्स्ट टाइम स्क्रिन हेर्न। अनि बाहिर लगेको थियौँ कि, अनि यसलाई प्रायः बाहिर निकालेको थिएनौँ हामीले। अनि त्यसलाई आज बाहिर निकालेको, एकदम खुसी भएको थियो। यताउता चहल पहल दिइरहेको थियो कि केटाले। एकदमै राम्रो मुभी छ गाइस।